तर मलाई पनि के लाग्छ भने केही वर्षदेखि समय एकदमै छिटो बितिरहेको छ। नयाँ वर्ष लाग्छ, बर्खा लागिसकेको हुन्छ, बर्खा सकिन साथ दसैँ तिहार लाग्छ, दसैँ तिहार सकिन साथ जाडो महिना आउँछ, जाडो महिना सकिन साथ फेरि नयाँ वर्ष सुरु हुन्छ। यसरी नै केही वर्ष एकदमै छिटो छिटो बितिरहेको फिल हुन्छ। मलाई मात्र यस्तो भएको हो कि भनेको त अरू मानिसहरूलाई पनि यस्तै हुँदो रहेछन्। तर वास्तवमा यो हो पनि रहेछ। मानिसहरू के भनिरहेका छन् भने जब 2018 लाग्यो तबदेखि पृथ्वी झन् छिटो घुमिरहेको छ र यो कहिलेसम्म यस्तो छिटो घुम्छ त्यो त थाहा छैन। तर यहाँ हेर्नुहोस्, एउटा घडी छ 1968 को र एउटा घडी छ 2025 को। सेकेन्डको काँटालाई मात्र हेर्नुहोस्, अब यो 2025 को काँटालाई हेर्नुहोस्, यो कति छिटो भागिरहेको छ र 1968 को काँटालाई हेर्नुहोस् कति बिस्तारै हिँडिरहेको छ। 1968 मा के हुन्थ्यो भने पुरै 60 मिनेटको 1 घण्टा हुने गर्थ्यो र त्यो समयअनुसार अहिले मात्र 40 मिनेटको 1 घण्टा हुने गर्छ। अब आफै अनुमान लगाउनुहोस् समय कति छिटो बितिरहेको छ भनेर।